यही बेला गेम चिपकै मेरो बाउ आएर एक्सेप्ट गर्छ यहाँबाट पठाएको त छैन त हो तपाईले तपाईँ पठाउनु ल ओके गाइस तपाईहरु 3000 ले सबजनाले ट्याप ट्याप गर्ने लगाए सर 6700 जनाले मेरो मर्जीले म उफ्रिन्छु है म छिटो उफ्रिनु मन पर्यो ढिलो उफ्रिनु पर्यो मेरो मर्जी तिम्रो मर्जीले चल्ने भाइ साला हामी किन बस्नु एक्सक्युज मी मैले गर्ने हो ढिलो छिटो मेरो तरिकाले गर्ने हो तपाईको तरिकाले हैन है गाइस मा साइको पागल छ एक दिन न एकचोटी म त जित्नुलाई नि मैले जिता बेला भन्छु नि गाइस 3 चोटी म हारिसकेको छु इन्टु 2 गाइस जे गर्नु छ तपाईहरुले गर्नुस् ट्याप ट्याप गर्नुहुन्छ इन्टु 2 गर्नुहुन्छ के गर्नुहुन्छ कि दिनभरि मै मात्रै हार्नु यल्ला मोटरसाइकल जस्तो भागेर हुन्छ गोडा जस्तो चल बिस्तारै त्यो गन्ती हुने त्यो बन्द गर त्यो छोड त्यो बोर नगर छोड मा कसम तपाईलाई मेरो मर्जीले उफ्रिन्छु भन्दै चाहिँ नगर 10 टाइम भइसकेछ 10 टाइम 10 नै नगर्नुस् तपाईलाई दुःख दिनु न के गर्दिन जानु सुत्नु सब म त एउटा पनिशमेन्ट गर्दाखेरि पुरा एक गेम भरि गर्नु 40 भनेको कति हो तपाईलाई लाग्छ भन्नु त 40 भनेको तपाईलाई पनिशमेन्ट मैले दिएको कि तपाईले ए बाबा एउटा पनिशमेन्टको लागि म दिनभरि उफ्रिन अनि फेरि म हार्नु 1 मिनेटमा 4 चोटी 5 चोटी गर न ए म हार्नु अनि फेरि म हार्नु छिटो गर्दा चाहिँ जित्छ 10 चोटी मैले गरिसकेँ 10 चोटी गरिसकेँ गाइस ल 10 यहाँ गाइस 20 वटा रोज हान्ने गाइस सबजना 20 वटा रोज 20 वटा 3 चोटी उफ्राए 10 भन्छु ओके अब देखि 10 थाहा छ नि ओके 1 2 हो यसरी गर्नु पर्दैन 14 15 16 17 19 20 अब टाउको तल खुट्टा माथि हो नि 21 22 23 24 25 20 हान्छ भने हान्नु एक डबल तिर्पलमा छ भने हान्दा हुन्छ है फरक 7 8 9 10 ओके 40 अझै बाँकी छैन गाइस प्लिज मेक मी विन यार 3 जोडी मैले यार 3 जोडी पनिशमेन्ट गरिसके म मर्नु गाइस इन्टु 2 यो मेरो लास्ट गेम ल म अब म खेल्दिन 600 जनाले ट्याप ट्याप गर्दा कति हुन्छ थाहा छ 18000 600 जनाले दिस इज माइ लास्ट गेम अब म दिनभरि हार्नलाई त के गेम खेल्नु हैन म पनिशमेन्ट नै मात्रै त म गर्दिन हैन म लाइभ इन गर्छु अब लाइभ पनि ब्यान हुन सक्छ दिनभरि मैले मात्रै पनिशमेन्ट गरे भने ओके 3000 जना हुनुहुन्छ सक्दो मलाई ट्याप ट्याप गर्नु त्यसपछि भयो म जान्छु गाइस मलाई भ्युअर्स मात्रै चाहिएको हैन के म मात्रै हारे भन्दा नि लाइक मेरो त अनि मेरो आइडी मेरो जान्छ कतिवटा आइडी खोल्नु म थ्यांक यू लाभेन म सोध्छु यो पछि म दिनभरि मै मात्रै हार्नु गाइस यार ट्याप ट्याप त तपाईहरु पनि गर्न सक्नुहुन्छ त म दिनभरि मै मात्रै हार्नु ए म मान्छे हैन गाइस म चाहिँ त्यो हुँदैन त्यो छुटा हो मैले 1 रुपैयाँमा पनि फसाउँदैन ट्याप ट्याप मात्रै गर्नु फुल पनि हान्नु पर्छ तपाईहरु ट्याप छुने हो के गाइस सक्नेले तपाईहरु गिफ्ट हान्नु नसक्नेले ट्याप ट्याप गर्नु न भइगयो नि ज्ञान केले दुःख नबुझेका मिलेर मेरो दाइहरु दिजु सोल्टा सोल्टी निष्ठा मेरो 662 जनाले हेरिरहनु भएको छ ट्याप ट्याप गर्नु स्क्रिनमा माथिबाट आउने फुलहरुलाई टिप्ने फलो गर्ने थ्यांक यू सो मच अलवेज प्रवीण ब्रदर राज यो तेजेन्द्र एक गेम जिताउनु के हुन्छ तपाईले मलाई एक गेम जिताउँदा माया लागेन मेरो माया लागेन यत्रो गेममा हार्दा गाइस एक गेम जिताउनु न यार म फेरि गेम नखेल्नु म यो लास्ट पनिशमेन्ट गरेर जान्छु गाइस म हारी मात्रै रहनुलाई त के घण्टा गर्न खेल्नु म चाहिँ मान्छे न हैन जस्तो म भस्मेको ठुटा हो दिनभरि 3-4 गेम म एकरो गरिरहनुलाई र जान्छ भने माइत गएको बुढी फर्किन्न भनेर नसम्झा भोलि आउँछ उहाँ अहिले गयो भने उहाँ गयो भन्दैमा त्यो घरै सक्यो या नसक्यो भोलि आइहाल्छ 9 दिन म
पनिसमेन्ट नै मात्रै गर्नु चाहिँ के आउनु? सुरुमा रिसाएर भाग्ने श्रीमान त्यस्तै हुन्छ, आउँदिन त कुकुर पनि भन्छन् भोलि श्रीमान एक गेम त जिताउनु न यार जतिजना भ्युअर्स त्यतिजना ट्याप गर्नु कमसेकम यार। यत्रो टाइम बस्यो अनि किन रिसा गरे? तिमी मुला पनि त्यही भिसीमा मात्रै झुन्डेको मुला एक गेम जिताउँदा के हुन्थ्यो मलाई? साला मुला कहिलेदेखि झुन्डे छ? एक गेम जिताउँदा तपाईको के जान्छ? भिसीमा झुन्डिनु त्यति साह्रो मन परेको? तिमीलाई कसको भिसी चाहियो? भैँसीको चाहियो कि तिमीलाई राँगाको चाहियो? म तिमीलाई भिसी ल्याइदिन्छु। कुकुरको चाहियो कि? Are you serious? Excuse me. नभएर तिम्रो एक्सक्युज मी, म गएँ, गुड नाइट। भोलि आउँछु, भोलि गर्छु यो पनिसमेन्ट। अब के गर्नु, कथाले मागेपछि बाउलाई पनि पनिसमेन्ट दिनुपर्छ लाटी। भोलि गर्छु। तिम्रो पीडा म बुझ्छु, थाहा छ। मेरो अघि 3-4 वटा खुर्सानी खाँदा मेरो पीडा तिमीले बुझिदिएथ्यौ। एक्सक्युज मी, मैले सावर 3 बाल्टी पानीको सावर मैले लिइसके 2 चोटी। 50 चोटी उफ्रिसके म। अब चाहिँ के चाहिँ गर्नु बाँकी चाहिँ के छ? बाँकी छ नि, मसँग छ त। के छ बाँकी? टाउको तल गर्ने खुट्टा माथि गर्ने। हिजो त्यो बेइज्जत भएर अप्सन छैन। आजा हिजो त्यत्रो बेइज्जत भएर पुगेन मेरो तपाईलाई? अझै म अब चाहिँ के देखाउनु पर्ने मैले? त्यो चाहिँ भाइ कमरिया भन्नेमा डान्स गर्नु। यत्रो म रिसले मान्छे फुल भएर बोका भएर नाच अरे। दिउँ जे भन्दा दे खेल्छेस आइज सिंगल भिड्न परेछ तिमी बम फ्याएर आऊ अनि भेट्छु। मसँग गीत छैन, गीत बजाइदिनु। कमरिया भन्नेमा नाच। ल त्यही आफ्नै मुखले बजाउनु म। ल कमरिया कहाँबाट बजाउँदो? यहाँ त मोबाइल चिसोले यहाँ मात्रै पो चिसो छ त फेरि। त्यो टाउको तल खुट्टा माथि गर्न सक्यो। अब यो यस्तोमा यो लुगा यो भित्र छैन न भाइ नहोस्। ट्याप गर्दा तपाईहरुको हात त लुखरुक्कै तल ल्याम्मै झरी जान्छ है केटाकेटी हो। झर्छ है। सुन्नु भनेको मान्छे अनि छेउ भन्दा छेउ लाग्ने गोरु मात्रै मन पर्छ है। हामीलाई पनि त्यस्तै गोरु मन पर्छ। मन पर्नु त फ्याट गर्ने। मैले नि एक गेम त जित्नु पर्यो नि गाइस। म नजित्नु एप्रिल वेलकम। एक गेम पनि नजित्नु म ढुङ्गै छ। तपाईँ गर्नुहुन्छ कि नै भन्नुहोस् त, सिधा भन्नुहोस्। कसम फोन नल्याउनु। टाउको तल खुट्टा माथि गर्नु नि, केही पनि ल्याउनु पर्दैन। गाइज सबजना मिलेर 5100 जनाले स्क्रिनमा चुनिए गाइज। गोलेसियाजी थ्याङ्क यू सो मच एभ्रिवान। माथिबाट आउने फुलहरूलाई टिप्ने फलो गर्ने। देव गलान ब्रदर थ्याङ्क यू सो मच मेरो प्यारो ब्रदरहरू। मलाई फलो गर्नु भएको छैन भने ट्याप गर्ने, फलो गर्ने। यस्तै कार्यक्रम त भन्दिनँ। थोतेको अनुहार हेर्नु छ भने, भोलि हेर्न छ भने, भोलिको लागि मेरो लाइफ हेर्नु छ भने फलो गरेर राख्नु होला। थोतेको दाँत देखाउने सो हो। भोलि हेर्न चाहनुहुन्छ भने, यस्तो कुराहरू रमाइलो गर्न चाहनुहुन्छ भने फलो गरेर राख्नु होला। गाइस 2% मात्रै चार्ज छ प्लिज यार।